डिफो 1 जस्तो राम्रो भिजा अरू कुनै पनि छैन यदि तपाईले राम्ररी बुझ्नुभयो भने। तर हामी राम्रो कुरा हेर्न, सुन्न, बुझ्न भने पटक्कै मनै लाग्दैन, इच्छा नै हुँदैन है। अब यति भन्दा पनि तपाईँ अझ पनि भिडियो हेर्दै हुनुहुन्छ भने अब चाहिँ भिडियो स्किप नगरिकन अन्तिमसम्म हेर्नुहोला। तपाईलाई थाहा छ नै होला कोरियामा चाहिँ तपाईको इङ्ग्लिस युज पटक्कै हुँदैन है। र जो जति भाइ बहिनीहरूले हुन्छ नेपालमा नै केही समय 3-4 महिना 6-7 महिना कोरियन ल्याङ्ग्वेज पढेर डिफो 1 भिजामा एप्लाई गर्नुहुन्छ र कोरियामा जानुहुन्छ। त्यसपछि उहाँहरूले चाहिँ 6 महिनादेखि 1 वर्षसम्म चाहिँ कोरियन ल्याङ्ग्वेज मात्रै पढ्नुहुन्छ क्या। त्यसपछि यदि उहाँहरूलाई सजिलो भयो भने उहाँहरूले कोरियन ट्र्याकमा नै आफ्नो मेजर कोर्स पढ्न सकियो। यदि उहाँहरूले हैन अब म मेजर कोर्स चाहिँ अब कोरियन ट्र्याकमा हैन कि म इङ्ग्लिस ट्र्याकमा पढ्छु भने उहाँहरूले D2 मा चेन्ज गरेर उहाँहरूले आफ्नो मेजर कोर्स पढ्न सक्नुहुन्छ। र यसरी जब उहाँहरूले हुन्छ नि यो टाइम पिरियड भनेको तपाईको अलमोस्ट 1-1.5 वर्ष तपाईको कोरियन ल्याङ्ग्वेजमा मजाले काम गरिसकेको हुन्छ र यो अवधिमा नै उहाँहरूलाई थाहा नपाइकन उहाँहरूले चाहिँ हुन्छ अपर्च्युनिटीहरू चाहिँ ग्र्याब गरिसकेको हुन्छ क्या। फर एक्जाम्पल जस्तै तपाईको अब उहाँहरूलाई थाहा नै हुँदैन तै पनि कसो भने इङ्ग्लिस ट्र्याकमा गएको D2 रेगुलरमा गएको भाइ बहिनीहरूको भन्दा पनि उहाँहरूको हुन्छ नि अपर्च्युनिटी लेभल चाहिँ हाई भइसकेको हुन्छ क्या। फर एक्जाम्पलको लागि तपाईको जबको लागि है यदि जब खोज्दै हुनुहुन्छ भने तपाईको ल्याङ्ग्वेज राम्रो भइसकेको हुन्छ। ल्याङ्ग्वेजमा तपाईले केही नभए पनि 1-1.5 वर्ष वर्कआउट गरिसकेको हुन्छ। तपाईलाई प्रायोरिटी तपाईलाई हुने भयो है। त्यसैगरी तपाईलाई हुन्छ नि आफूलाई बिरामी पर्यो अथवा तपाईलाई हुन्छ नि कोहीसँग अथवा साउसाउनीसँग तपाईलाई कुनै कुरा राख्न मन लाग्यो अथवा राख्न चाहनु भए पनि तपाईले मजाले आफ्नो कुराहरू राख्न सक्नुहुन्छ। बजारमा जाँदाखेरि तपाईलाई कुनै पनि किसिमको असरहरू पर्ने छैन। बैंकमा जाँदा पनि सहज हुनेछ है। त्यो भन्दा एकदमै ठुलो कुरा चाहिँ के रहेको छ भने तपाईले स्टुडेन्ट भिसामा गएर F5 भनेको PR सम्मको यात्रा पनि तपाईले तय गर्न सक्नुहुन्छ। तर त्यो तय गर्ने बेलामा चाहिँ तपाईको ल्याङ्ग्वेज चाहिँ एकदमै इम्पोर्टेन्ट हुन्छ है। जसको चाहिँ तपाईको आफूले D4 मा गएका भाइ बहिनीहरूले चाहिँ लेभल चाहिँ अलरेडी क्रिएट गरिसकेको हुन्छ क्या। त्यो चाहिँ D4 1 मा गएका भाइ बहिनीहरूलाई थाहा नभइकन पनि अलरेडी जग चाहिँ बसिसकेको हुन्छ। र इङ्ग्लिस ट्र्याकमा गएका भाइ बहिनीहरूको तुलनामा हेर्ने हो भने चाहिँ उहाँहरूको लेभल उहाँहरूको अपर्च्युनिटी चाहिँ एकदमै हाई भइसकेको हुन्छ। जसले गर्दाखेरि चाहिँ उहाँहरूलाई पछि लङ टर्ममा पनि एकदमै धेरै नै फाइदा हुनेछ। त्यसैले गर्दाखेरि यदि तपाईहरूले हुन्छ नि बुझ्नुभयो भने चाहिँ डिफो 1 भिजा राम्रो हो। तर हामी के गर्छौँ त भन्दाखेरि सजिलो खोज्छौँ नि त। सजिलो भनेको के हो ल्याङ्ग्वेज पढ्न नपरोस् है आल्समा त दिएर जान पाए भने मिल्यो भने त्यसरी जाँदाखेरि सकिन्छ सजिलो होस् भन्ने चाहन्छौँ। तर क्षणिक तपाईको सजिलोले चाहिँ तपाईको पछिको भविष्यलाई चाहिँ तपाईलाई एकदमै गाह्रो हुनेछ। यो कुरा मैले तपाईलाई हुन्छ नि डिफो 1 भिजामा जानुस् भनेर भन्न खोजेको होइन कि तुलनात्मक रूपमा हेर्ने हो भने र राम्ररी बुझ्ने हो भने अरु भिजा भन्दा डिफो 1 भिजा भनेको चाहिँ धेरै राम्रो भिजा हो। तपाईहरुलाई के लाग्छ आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् र तपाईहरुले अपकमिङ इन्टेकमा कुन चाहिँ भिजामा एप्लाई गर्दै हुनुहुन्छ है त्यो पनि कमेन्टमा कमेन्ट गर्नुहोस्।